विभिन्न फोरमहरुमा त मैले भनेकै त्यो टेक एन्ड पे चाहिँ मन्त्रालयको प्रस्ताव अर्थ प्राधिकरणको प्रस्ताव नभएर अर्थ मन्त्रालयबाटै लेख्ने क्रममा आएको बुझियो। खासै व्यापक छलफल भएर अर्थात् त्यसलाई गहिरो अध्ययन भएर आएको विषय भने नभएको थाहा भयो। त्यस पछाडि हामीहरूले प्राधिकरण मन्त्रालय हुँदै त्यसलाई चाहिँ संशोधन गर्ने पुरानै व्यवस्थालाई कायम गर्ने अर्थात् टेकर पेको व्यवस्था नै गर्ने भनेर सिफारिस गरिसकेको अवस्था छ। अब यो बजेट पास हुने क्रममा त्यो सँगसँगै सम्बोधन हुने कुरा म आग्रह गर्न चाहन्छु। किनभने अहिले यही सरकार निर्माण भइसकिसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा हामीहरूले 10 वर्षे कार्ययोजना तयार गर्यौं र अहिलेको 10 वर्ष भित्रमा हामीहरूले खपत कति गर्न सक्छौं, खपतका आधारहरू के हुन् र कति लगानी हुनुपर्छ, लगानीका आधारहरू के हुन् र 10 वर्षमा कति सम्भव छ भनेर लामो अध्ययन गरेर सचिवज्यूहरूको नेतृत्वमा नै कमिटी गठन गरेरै क्याबिनेट पास गर्यौं र त्यो पास भइसकेपछि यसलाई कार्यान्वयन कसरी गराउने भन्ने विषयमा पनि अहिले पनि सचिवको नेतृत्वमा एउटा कमिटी छ। त्यसैले 28,500 को प्रष्ट खाका छ। अब झन्डै 25,000 मेगावाट थप विद्युत उत्पादन गर्नुपर्ने छ र त्यसको पहिलो आधार भनेको आन्तरिक खपत छ। फेरि दोहोऱ्याउन चाहन्छु, यहाँलाई थाहै छ 13,500 मेगावाट चाहिँ हामीले अबका 10 वर्षमा हामीलाई चाहिराखेका छ। अहिले यहाँले थाहै रहनु भएको छ हाम्रो माग दिनै पछि बढिराखेका छ र हामीहरूले 10,000 मेगावाट भारतसँग 10 वर्षमा दिन्छौँ भनेर सम्झौता गरेका छौँ। हामीसँग उपलब्ध भयो भने आजै पनि उहाँहरूलाई चाहिएको छ र बङ्गलादेशलाई कम्तीमा पनि 5,000 मेगावाट दिन सक्यो भने 28,000 हाम्रो उत्पादन पनि हुनु पर्यो। यो लक्ष्यका साथ हामीले 28,500 मेगावाट र त्यो कार्यान्वयन गर्नका लागि टेक एन्ड पे भनेर सम्भव छैन भनेर हामीहरूले पुनः निर्णय गरेर पठाएका हौँ र त्यो कुनै योजनाबद्ध तरिकाबाट नआइकन लेख्ने क्रममा केही तलमाथि हुन गएको भन्ने मात्रै हाम्रो पनि बुझाइरहेको र यसरी दिने क्रममा बङ्गलादेशसँग अहिले हामीहरूले 40 मेगावाट मात्रै विद्युत खरिद बिक्री सम्झौता गरेको कारण के हो भने हामीले बङ्गलादेश विद्युत निर्यात गर्दा भारतको ग्रिड भएर जानुपर्छ। भारतको ग्रिड चाहिँ ट्रान्समिसन लाइनको क्षमता 1000 मेगावाटको मात्रै छ बङ्गलादेश जाने। त्यसमा 950 मेगावाट भारत आफैले दिइराखेको छ बङ्गलादेशलाई। त्यहाँका आवश्यकता धेरै छ। यहाँलाई थाहै छ गत वर्ष हामीहरूले चाहिँ अक्टोबर 3 तारिकका दिन सम्झौता गऱ्यौँ र नोभेम्बर 15 मा एक दिनको लागि मात्रै 40 मेगावाट विद्युत बिक्री गऱ्यौँ। यो किन गरेका त भन्दा हामी वेट सिजनमा बर्खायाममा मात्रै हामी विद्युत चाहिँ बिक्री गर्न सक्छौँ। हिउँदमा ड्राई सिजनमा हामी आफूलाई चाहिन्छ। अझ नपुगेको बेला हामी इन्डियासँग खरिद पनि गरिराखेका छौँ। त्यसो भएको कारणले हामीहरूले 5 महिना वेट सिजनलाई मानेर त्यो विद्युत निर्यात गरिराखेका छौँ र तेस्रो मुलुकमा विद्युत निर्यात गरिराखेको सम्भवतः यो रिजनकै पहिलो भएका कारणले म खुसी पनि व्यक्त गर्न चाहन्छु र पुनः गएको राति भनेको आज हिजोको 12 बजे पश्चात आज 1 बजे नबज्दै हामीहरूले चाहिँ फेरि 40 मेगावाट विद्युत बङ्गलादेशमा निर्यात गरेका छौँ र यो 5 महिना रहन्छ। झन्डै 25 करोड रुपियाँ
हामीले मन्थली इन्कमका रूपमा प्राप्त गर्छौँ। त्यसो हुँदाखेरि झन्डै 1 अर्ब 25 करोड रुपियाँ हामीले यो 5 महिनामा प्राप्ति गर्ने हुन्छ। र हामी सँगसँगै यो वेट सिजनमा भारतमा पनि बिक्री गर्छौँ। हामीले हिउँदमा किनिराखेका छौँ र गत वर्ष पनि आयात र निर्यातलाई जोडेर हेर्दा हामीहरूले निर्यात बढी गरेका छौँ गएको वर्ष पनि। त्यसो भएको कारणले यो क्षेत्र मुलुकका लागि अहिले तत्काल महत्त्वपूर्ण क्षेत्र छ। 64 खर्बको 10 वर्षमा आर्थिक हिसाबले त्यसो गति बढ्दै गर्दा प्रत्येक वर्ष 4-5 खर्बले हामीले खर्च गर्दै जानुपर्ने अवस्था हुन्छ। यसले लाखौँ मान्छेहरूलाई रोजगारी दिने हुन्छ। एउटै आयोजना हामी सुरु गऱ्यौँ भने 18,000-20,000 मान्छेले प्रत्यक्ष रोजगारी पाउने, अप्रत्यक्ष त धेरै भइहाल्यो। त्यसो कम्तीमा पनि यो प्लानभित्र 1 लाखभन्दा बढी मान्छेले रोजगारी पाउने, खरबौँको राजस्व उठ्ने, निर्माण भइरहँदै पनि राजस्व प्राप्ति हुने र यो क्षेत्र नेपालको दिगो आर्थिक विकासका लागि हामीले आम्दानीका कुरा गर्दै गर्दा भरपर्दो माध्यम हुने भएको कारणले यस क्षेत्रमा अझ बढी हामी ध्यान दिएर काम गर्नुपर्छ र उत्पादन गर्नुपर्छ। हाम्रो आन्तरिक खपत सँगसँगै निर्यात पनि गर्ने, आन्तरिक खपत बढाउने र आन्तरिक खपतलाई भरपर्दो र सुरक्षित बनाउने भन्ने लक्ष्यका साथ काम गरिराखेको कुरा यहाँलाई जानकारीमा छ। त्यसो भएको कारणले यस क्षेत्रमा अहिले सरकारले ध्यान केन्द्रित गरेको छ। पहिले हामीहरूले ठुला आयोजनाहरू अब चाँडै हामी सुरु गर्दैछौँ। बुढी गण्डकीको कुरा गरे पनि हुन्छ, अप्पर अरुणको कुरा गरे पनि हुन्छ। यस्ता ठुला आयोजनाहरूलाई हामीहरूले सुरु गर्न थालेपछि समयमै हामीहरूले यो लक्ष्य प्राप्ति गर्नु छ र साना आयोजनाहरू पनि सँगसँगै काम भइराखेकै छन् र निजी क्षेत्रहरूले केही प्रश्नहरू यस विषयमा गर्नुभएको थियो। उहाँहरूलाई पनि उनीहरूलाई आश्वस्त बनाउने काम गरेका छौँ र यी सब कुराको जानकारी यहाँहरूलाई पनि बेला बखत भयो भने सम्प्रेषण गर्न र तल्लो तहसम्म समाचार सम्प्रेषण गर्नलाई सहज हुन्छ। यसले समृद्धिका लागि एउटा बलियो आधार प्रस्तुत गर्नेछ र हामीहरूले सबैको सहभागिता यस क्षेत्रमा रहनुपर्छ, हुनुपर्छ। किनभने यो स्रोत हो, स्रोतमाथिको अधिकार सबैले राख्नुपर्दछ भनेर त्यो अधिकार प्रयोगका लागि अर्थात् यस क्षेत्रमा आम्दानी हुँदै गर्दा त्यो आम्दानीभित्र सबै नागरिकको सहभागिता हुन सकोस्, त्यसलाई प्रभावित क्षेत्रबाटै सुरु गरौँ भनेर हामीहरूले 49% चाहिँ पब्लिकलाई सेयर दिने र प्रत्येक घरधुरीमा आयोजनाको क्षमता हेरेर 2 देखि 5 लाखसम्म एउटा घरलाई सेयर वितरण गर्न सक्यौँ भने विदेशमा रहनुहुने परिश्रम गरेर नेपाल पैसा पठाउनेहरूले पनि त्यहाँ सहभागी हुने र पैसा हुनेहरूले क्रमागत रूपमा त्यसरी पैसा हाल्दै जानुहुन्छ। नहुनेहरूका लागि, जसलाई हामीहरूले विपन्न भन्छौँ, विपन्न वर्गका लागि त्यो पैसा ऋण बापत सरकारले उपलब्ध गराइदिनु र त्यो वर्गले त्यही आयोजनामा काम गर्न खोज्नुभयो भने अरूले पाउने पारिश्रमिकभन्दा अलिकति बढी दिने र उहाँहरूले के आफ्नो कम ऋण लिएर त्यो उहाँ आयोजनालाई नै आधा पैसा छोडेर आधा घर लिएर पनि आफ्नो ऋण कम गर्न सक्नुहुन्छ भन्ने मोडालिटीका साथ हामी मन्त्रालयले निर्णय गरेर यस कार्यलाई अगाडि बढाउन लागिराखेको छ र यहाँ सबैको सहभागिता। अब यो हिजो 10% प्रभावित क्षेत्रकालाई दिने भनिएको थियो, त्यो 10% चाहिँ
सेवनमा गइसकेपछि त्यो फ्लो गर्दाखेरि कसैले थोरै पाउने, कसैले धेरै पाउने, कसैले नपाउने स्थिति पनि हुँदो रहेछ। नपाउने कुरालाई चाहिँ थोरै भए पनि पाउने जस्तो गरिएको, तर त्यो चाहिँ 1000 2000को पनि हुन्छ। त्यसले चाहिँ आर्थिक समृद्धिलाई खासै सहयोग गर्न नसक्ने देखाएर यसलाई परिमार्जित गरेर कम्ती नै 49% जनतालाई प्राप्त हुने गरी दिन सकियो भने र यो मोडालिटी अन्तर्गत काम गर्न सक्दा समृद्धि, हामीहरूले भनेको समृद्धि, रोजगारी सृजना चाँडै हुने भएको कारणले हामी यो लक्ष्यका साथ काम गरिराखेका छौँ। अब तपाईँहरू चौताउमा भनेका पत्रकार मित्र साथीहरूले पनि यस सकारात्मक कुराहरूलाई तल्लो तहसम्म सम्प्रेषण गरिदिनु हुन पनि म आग्रह गर्न चाहन्छु। बुझिने गरी यहाँले यस कुराहरूलाई जनतामा पुर्याइदिनु हुन पनि म यहाँलाई आग्रह गर्न चाहन्छु। र अहिले राज्यका विभिन्न ठाउँमा अब उत्पादन बढेको छ, हामी निर्यात गर्न थालेका छौँ र अहिले उत्पादन बढिसकेपछि उद्योग व्यवसायहरूले फुल फेजमा काम गर्ने हुँदा उहाँहरूलाई त्यहाँको माग बढी हुन्छ। अनि माग बढी भइसकिसकेपछि त्यो ट्रान्समिसन लाइनले क्षमता नधान्ने भएका कारणले ठाउँ ठाउँ बत्ती गइराखेको पनि देखिन्छ। त्यसलाई पनि त्यस्ता खालको ठाउँहरूमा तारहरूको स्तरीकरण गर्ने, क्षमता वृद्धि गर्ने, सुरक्षित गर्ने भनेर अहिले लागिराखेको छ। खास गरेर प्राधिकरणले अलि अध्ययन गरेरै काम गरिराखेको कुरा पनि म जानकारी गराउन चाहन्छु र यसलाई यहाँहरूले सकारात्मकसँगले सम्प्रेषण गरिदिनुहुन्छ भन्ने विश्वास पनि राख्न चाहन्छु। थप साथीहरूको केही प्रश्नहरू, जिज्ञासाहरू भयो भने सचिवजी हुनुहुन्छ, दाजुजी हुनुहुन्छ, कसैलाई पनि यहाँले प्रश्न गर्न सक्नुहुन्छ। अहिले यो भर्खर बङ्गलादेश पुनः हामीहरूले विद्युत चाहिँ निर्यात गर्न थालेको आजको दिन परेको हुँदा यहाँलाई त्यो पनि सम्प्रेषण गरौँ। त्यो खुसीकै विषय हो नेपालीहरूका लागि, समृद्धिका लागि भन्ने लागेर नै यहाँहरूलाई अनुरोध गरेको। एउटै आयोजना हामीले अहिले सम्पन्न गर्दै गर्दा पनि 2500 मेगावाटका आयोजनाहरू, 4-5 हजार मेगावाटका आयोजनाहरू पनि छन्। तिनमा पनि काम भइराखेका छ। त्यसो भए 2-3 आयोजना, ठुला आयोजना आउँदै गर्दा पनि यो लक्ष्य प्राप्ति नहुने, त्यसमा साना आयोजनाहरू, निजी क्षेत्रले गर्ने आयोजनाहरू, अन्डर कन्स्ट्रक्सनका आयोजनाहरू पनि थुप्रै छन्। त्यसो भएको कारणले लक्ष्य प्राप्ति गर्नलाई पहिले चाहिँ के थियो भने समस्या छ जस्तो लाग्दैन। पहिले चाहिँ के थियो भने बाटोघाटो पनि पाइन्थेन, आयोजनाको अध्ययन पनि भएको थिएन र यो सबै गर्दाखेरि समय धेरै लामो लागेको देखिन्छ। तर अहिले चाहिँ अब कन्स्ट्रक्सन गरेपछि 3-4 वर्षमा 4 वर्षमा आयोजना सम्पन्न हुने देखिन्छ। त्यस कारणले पनि त्यस अनुमानका साथ यो लक्ष्य लिएको अब त्यस्तो लाग्दैन। बङ्गलादेशको हकमा चाहिँ हामीहरूले इन्डिया सरकारसँग कुरा गरिराखेका छौँ। अपग्रेड प्लस अर्को ट्रान्समिसन लाइन यो हामीले उत्पादन गरे सँगसँगै त्यो पनि उहाँहरूले अहिले 1000 मेगावाटकोलाई अपग्रेड गरेर 2000 मेगावाट गर्न अहिले तत्कालै गर्न सक्ने खालको कुरा भएको छ र हामीसँग उत्पादन हुनु पर्यो। उत्पादन नहुन्जेली हामीले दिन्छौँ मात्रै भनेर पनि भएन। त्यसको समय तालिका सँगसँगै मिलाएरै कुरा गरिराखेका छ। हाम्रै आन्तरिक पनि ट्रान्समिसन लाइनहरूको तालिका मिलाउनु पर्ने छ। उत्पादन जहाँबाट उत्पादन हुन्छ त्यसलाई चाहिँ अर्को ठाउँसम्म पुर्याउनको लागि पनि ट्रान्समिसन लाइनको तालिका मिलाएर काम गर्नुपर्ने छ। त्यसको पनि अध्ययन भइराखेको छ। कहाँ कहाँ ट्रान्समिसन लाइनहरू पुगेको छैन र सरकार एक्लैले गर्न नसक्ने भएकै कारणले निजी क्षेत्रलाई साथमा लिएर काम गर्ने भनेर काम भइराखेको छ। एमसिसीको कुरा चाहिँ उहाँहरूले अहिलेसम्म गर्ने नै भनिरहनु भएको छ। त्यसमा नगर्ने भनेर हामीहरूलाई कुनै त्यस्तो स्पष्ट कुरा आएको छैन। बाइ द वे गरिएन भने पनि त्यसको वैकल्पिक कुरा हामी छलफलमै छौँ। तर अहिलेसम्म कुरा गर्दा नआउने हो कि जस्तो देखिँदैन। यो एउटा चाहिँ उहाँहरूले गर्ने नै
भनिरहनु भएको छ। त्यसो भएर यो बन्छ भन्ने हामीले पनि विश्वास लिएका छौँ, आशा गरौँ। भएन भने पनि हाम्रो कुरा हो, हामीले गर्नुपर्छ भन्ने हो। अरू त प्राधिकरणले हेरिराखेको विषय छ धेरै। अहिले एमडी साहबले पनि भनिहाल्नु होला, ट्रान्समिसन लाइनका अपग्रेडहरू यी सब कुराहरू त फेरि एमडी साहबले पनि अलिक प्रश्न पारिदिनु होला। र बकौताका विषयमा लामो समय हो, उनीहरूले यसमा चाहिँ चाँडो गर्नलाई प्राधिकरणलाई पनि भनेका छौँ। केही बिचमा काम सुरु गरेका कुराहरूलाई अलिकति अवरोध जस्तो भयो कानुनी दृष्टिकोण लिएर, त्यसलाई परिमार्जित गरेर लिएर अगाडि बढाएको छ। अब चाँडै यो निर्क्युलमा पुग्छ भन्ने छ। सायद प्राधिकरणले यसमा केही काम अहिले गरिराखेकै छ, मलाई त्यस्तो लाग्छ। थप कुरा यसका विषयमा एमडी साहबले प्रस्ताव पार्नुभयो भने ठिक हुन्छ। सचिवले के भन्नुहुन्छ?